सहरको एउटा सानो क्याफे। बिहानको हल्का घाम झ्यालबाट बस्दै थियो र मौसम न्यानो हुँदै थियो। त्यही कुनामा एउटा केटी किताब पढ्दै थिए। उसको अनुहारमा शान्त मुस्कान थियो र आँखामा केही पुराना कथाहरू लुकेका जस्ता देखिन्थे। त्यो बेला ढोका ढकढकाउँदै एउटा केटा क्याफेमा पस्यो। हातमा नोटबुक थियो, अनुहारमा सोचमग्न भाव। टेबल खोज्दै जाँदा ऊ त्यही कुनामा बसेको केटीसँग ठोक्किन्छ र उसको किताब खसालिदिन्छ। उसले भन्यो, ओहो माफ गर्नुहोस्, ध्यान रहेन। ठिकै छ, केटीले मुस्कुराउँदै भन्यो। त्यो क्षण उनीहरूका लागि एक साधारण भेट तर हृदयभित्र गहिरो स्पर्श गरेर गयो। समय बित्दै गयो। उनीहरू कहिले संयोगले त कहिले बहानाले त्यही क्याफेमा भेट्न थाले। केटी किताबको कुरा गर्थे, केटो कविता सुनाउँथ्यो। हावामा एउटा मिठो न्यानोपन फैलिन्थ्यो। झ्यालबाट पर्ने घाम उनीहरूको मुस्कानमा हराउँथ्यो। तिमीलाई थाहा छ, केटाले भन्यो, म लेख्न बस्दा शब्दहरू तिमी माथि अड्किन्छ। केटी मुस्कुराई र भनी, शब्द होइन, हृदय अड्किन्छ होला। त्यो क्षणसम्म उनीहरू बीच माया जन्मिसकेको थियो। दुई अपरिचित आत्मा अब एउटै धड्कनमा बाँच्न थाले। दिनहरू बित्दै गए। सहरका सडक साउरा गल्ली अब उनीहरूको हिँडाइका साँची बने। केटाले उसकै लागि कविता लेख्यो। तिमी आँखा बन्द गर्दा पनि म तिम्रो नजरमा हराउँछु। माया भन्न खोज्दा पनि शब्दहरू तिमी माथि लाज मान्छ। केटीले पढी र आँसु पुछे, तर त्यो आँसुमा पीडा होइन, एक किसिमको मिठास थियो। किनभने उसले महसुस गरिन मायाले उसको जीवनलाई अर्थ दिएको छ, तर जिन्दगीले सधैँ मिठा अध्याय मात्र दिँदैन। केटा केही समयदेखि अस्वस्थ थियो। टाउको दुख्ने, थकाइ र अनौठो पीडा। अन्ततः उसले अस्पतालमा जाँच गरायो। रिपोर्ट आएको दिन संसार धान्यो। डाक्टरले गम्भीर स्वरमा भन्यो, रोग अन्तिम चरणमा पुगेको छ, अब समय धेरै छैन। उसको मन एकछिनमा भत्कियो, तर उसले त्यो कुरा कसैलाई भनेन, विशेष गरी उसलाई त कहिल्यै होइन। उसले सोच्यो, म उसलाई आँसु होइन, मुस्कान सम्झना भन्छु। त्यसपछि हरेक भेटमा हाँस्ने गर्थ्यो, चिया पिउँथ्यो, कुरा गर्थ्यो, तर भित्रभित्रै आँधी चल्थ्यो। तिमी छैनौ जस्तो लाग्छ, केटीले एक दिन सोधी। म ठिक छु, बस अलिक थाकेको छु, उसले मुस्कुराउँदै भन्यो। तर त्यो मुस्कानमा पीडा मिसिएको थियो, जसले उसलाई थाहै नभई आँसु झरायो। दिनहरू बित्दै गए। उनीहरूको अन्तिम भेट भयो। एक बिहान क्याफेमा पुग्यो, उनीहरूको प्रेम सुरु भएको ठाउँ। त्यो झ्याल, त्यो कुर्सी, सबै उस्तै। आज उसँग सानो नोटबुक थियो। पहिलो पानामा लेखिएको थियो, यदि म कुनै दिन आएन भने यो नोटबुक होला, म हरेक अक्षरभित्र बाँचिरहेको हुन्छु। केटीले आँसु पढ्दै आँसु पुछी, किन यस्तो कुरा गर्छौ? उसले सोधी। उसले मुस्कुरायो र भन्यो, कहिलेकाहीँ माया अमर बनाउन जीवन छुट्याउनु पर्छ। त्यो दिन उनीहरूले धेरै बोले, धेरै रोए अनि अन्ततः मौन भए। त्यो मौनतामा धेरै कुरा थिए, विदाई पनि, माया पनि। केही दिनपछि खबर आयो, ऊ अब रहेन। सहरमा हल्का वर्षा परिरहेको थियो। प्रत्येक बुँदामा उसको सम्झना घुलिरहेको थियो। केटी
त्यसै क्याफेमा पुगिन्। उही कुर्सी उही झ्याल, तर आज ऊ एक्लै थिए। उसले नोटबुक खोली अन्तिम पानामा लेखिएको थियो, म मरेको होइन, म तिम्रो जियाको बापमा छु, तिम्रो मुस्कानको छेउमा छु र तिम्रो हरेक सासमा बाँचिरहेको छु। केटी रोई तर मुस्कुराई पनि, किनभने उसले महसुस गरी माया पर्दैन, माया त आत्मा बनेर बाँचिरहन्छ। वर्षौं बिते, क्याफे उस्तै रह्यो, तर हरेक वर्ष एउटा केटी आउँथे, 2 कप चिया मगाउँथे, एउटा आफैका लागि, एउटा खाली उसकै लागि। त्यो खाली कपले अझै पनि माया बोकेको छ, किनभने माया त सास जस्तै हो र सास कहिल्यै रुकिँदैन।